शर्माजी तपाईँ त हो नि मेरो आफ्नो मान्छे भन्ने नै। तपाईँले नगरे कसले गर्छ? यति चुनाव त सकिन दिनुहोस्, त्यसपछि मैले के गर्नुपर्छ गरिहाल्छु नि। तपाईँले धन्नै मान्नु पर्दैन। हुन्छ हुन्छ बस्नेतजी, तपाईँ बिना त मेरो केही हुँदैन नि। तपाईँले सहयोग त गर्नै पर्यो नि यार। ल त म राख्छु है त हामीले। छङ्गे हजुर ड्याडी। कता गएर आइस् नि? यहीँ गाउँसम्म तलसम्म गरायो। गाउँतिर चाहिँ किन नि? धेरै गाउँ नडुल। अब यस्ता आवाराहरूको सङ्गत छोड्दे। चुनाव आइसक्यो, बगलाई सघाउनु पर्दैन। अब यस्ता गुन्डा गजेडी ठेकदार यिनीहरूका सङ्गत नगरेर तपाईँले चुनाव चाहिँ कसरी जित्ने नि बा? सही भनिस् छोरा तैँले। अहिले जमानै त्यस्तैको छ। गुन्डा आवाराहरूले टिकट लिएर चुनाव जित्ने नै उनीहरू हो। सही कुरा गरिस्। खोइ मलाई त गाह्रो पर्ला जस्तो पो लाग्यो छोरा। अनि गाउँतिर त मैले के सुन्दैछु नि। अलि विचार गर है केटा, अलि विचार गर। गाउँतिर के गरिस् ह तैँले? मैले त गाउँतिर गाई गुई हल्ला सुन्दैछु नि। त्यस्तो गरिस् भने त राम्रो हुँदैन नि। फेरि चुनाव आइरहेछ। अस्ति यहाँ मोहिनी आएको थिए, मलाई मान्छेको अगाडि के भन्दै थिए। काम गर्दाखेरि अलि विचार पुऱ्याएर गर्नु है छोरा। चुनाव आउँदैछ नि, बुझिस्? अनि फेरि कता जान्लाइस्? एउटा जरुरी काम याद आयो ड्याडी, म गएर आइहाल्छु।